हेलो सम्पूर्णमा गुड मर्निङ। हजुर सबै सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। यति बेला म छु चाहिँ मेरो बारीमा। ठ्याक्क म चाहिँ यहाँ बारीमा छु। उटिम्न आएको गाबा। अब गाबा तरकारी खाम आज भनेर लोकल खसी पकाएर खाना भएन। आज चाहिँ हाम्रो ठ्याक्क बजेको तिथि 11। आज चाहिँ नेक्सा कि भोलि चाहिँ श्राद्ध परेको तिथि परेर, त्यही भएर अहिले यस सालको तिहार दसैँ पनि छैन। तिहार चाहिँ टिका लाइन्छ, दसैँमा चाहिँ छेकिएको हाम्रो चाहिँ। आज माछा मासु केही खानु भएन, त्यसैले चाहिँ के खाने त भन्दाखेरि चट्ट आएर बारीमा लुगा सुइरा टिप्ने अनि मस्त पकाउने खाने। हामीले चाहिँ यहीँ पकाउँछु, मम्मीले चाहिँ एक छाकी मात्रै खान्छ, हाम्रो चाहिँ एक छाकी खाने हो। बार्न सकिँदैन नि त फेरि, त्यही भएर यस्ता छन् सुइरा चाहिँ। हजुरहरूले चाहिँ अलि बुढा पात पनि खानुहुन्छ होला, तर हामीले चाहिँ बुढा पात चाहिँ खाँदैनौँ क्या, अलि कोला खान्छौँ हामी। अब तरुना तरुनी खान्छन् भने चाहिँ ठ्याक्क लोकल पाला क्या, अर्ग्यानिक। अनि सुइरा हामी यो धेरै ठुल्ठुला पात खानुहुन्न। यति भएपछि आज मलाई चाहिँ झन्न पुगिहाल्छ, बहिनीलाई मलाई हो। मम्मीहरूले खानुहुन्न। यति ठ्याक्क थोरै आलु हालो अनि चट्ट बनान्छ र अनि कागती ठ्याक्क चप्प कागती राखेर खाने हो। अनि सबैलाई विजया दशमी 2082 सालको धेरै शुभकामना। जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ मनाइरहनु भएको छ, सबै खुसी रहनुहोस्, व्यस्त रहनुहोस्। धन्यवाद। अनि सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छ आजै गर्नुहोस्। अनि त्यहाँ रहेको साइडमा रहेको बेल आइकन बटनलाई पनि थिच्न नभुल्नु होला। धन्यवाद।